नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र गण्डकी प्रदेश पोखराको साप्ताहिक प्रस्तुति कार्यक्रम हाम्रो स्वास्थ्य सरोकारको 4औं अङ्कमा प्राविधिक मित्र विष्णु लामिछाने, सहकर्मी गोविन्द थापाको साथमा शान्ति राणाको हार्दिक स्वागत छ। गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा प्रायोजित यो कार्यक्रम पाक्षिक रूपमा दोस्रो र चौथो आइतबार साँझ 5:15 बजेदेखि 5:45 सम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रम यहाँहरू रेडियो नेपाल पोखराको मिडियम अफ 684 किलोहर्जका अलावा एफएम 98 मेगाहर्जमा गोर्खाको उपल्लो कोटबाट 100 मेगाहर्जमा पोखरा, तनहुँको बन्दीपुर र पर्वतको दुर्लुङकोट तथा 103 मेगाहर्जमा नवलपुरको दाउन्ने र पाल्पाको बगनासकाले स्थित रिले स्टेशनबाट सुनिरहनु भएको छ। साथै संसारभरि अनलाइनमा रेडियो नेपाल online.com, रेडियो नेपालको मोबाइल एप र सामाजिक सञ्जाल फेसबुकमा रेडियो नेपाल पोखराबाट पनि सुनिरहनु भएको छ। जनस्वास्थ्यका विविध विषयवस्तुबारे स्वास्थ्य संवाद र विविध सामग्री प्रस्तुत गरिने कार्यक्रम हाम्रो स्वास्थ्य सरोकारको आजको अङ्कमा स्वास्थ्य सम्बन्धी संवाद प्रस्तुत गर्दैछौं। आजको 4औं अङ्कमा हामी मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेर कुराकानी प्रस्तुत गर्नेछौं। गत अक्टोबर 10 तारिकमा विश्वभर विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ। आज हामी मानसिक स्वास्थ्य समस्या के हो, मानसिक स्वास्थ्य किन महत्वपूर्ण छ, मानसिक स्वास्थ्यका लागि व्यक्ति, समाज र राज्यको के भूमिका रहेको छ, गण्डकी प्रदेशमा मानसिक स्वास्थ्यको अवस्था कस्तो छ त, यी यावत विषयमा आज हामी कुराकानी गर्दैछौं। साथै मानसिक रोगीका लागि मनोपरामर्शको महत्व र गण्डकी प्रदेशमा उपलब्ध सेवाहरूबारे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखरामा कार्यरत मनोविद जगन्नाथ पौडेलसँगको कुराकानी प्रस्तुत गर्नेछौं। प्रस्तुत छ सहकर्मी गोविन्द थापाले गर्नुभएको यो स्वास्थ्य संवाद। जगन्नाथ पौडेलज्यू, कार्यक्रम हाम्रो स्वास्थ्य सरोकारमा तपाईलाई धेरै धेरै स्वागत छ। यहाँलाई पनि धेरै धन्यवाद। गत हप्ता मात्रै भनौँ, केही दिन अगाडि मात्रै हामीले अक्टोबर 10 तारिकका दिन मानसिक स्वास्थ्य दिवस जो संसारभरि मनाइन्छ, विश्व मानसिक स्वास्थ्य दिवस सम्पन्न गरेका छौँ। खास गरी मानसिक स्वास्थ्य भन्नाले जनमानसले, सामान्य व्यक्तिले सामान्य अर्थमा कसरी बुझ्ने? एकदमै यो चाहिँ महत्त्वपूर्ण प्रश्न पनि हो र एकदमै बुझ्नुपर्ने प्रश्न पनि छ। यसमा चाहिँ मानसिक स्वास्थ्य भनिसकेपछि हामीले चाहिँ स्वास्थ्यको एउटा महत्त्वपूर्ण पक्ष भनेर बुझ्छौँ है। र यो मानसिक स्वास्थ्य भन्ने बित्तिकै जसरी हामी शारीरिक स्वास्थ्यको कुरामा विभिन्न चाहिँ पक्षहरूलाई लिन्छौँ नि, त्यसै गरी मानसिक स्वास्थ्य भनेको मनको स्वास्थ्यलाई बुझ्न सकिन्छ होइन। सो मनको स्वास्थ्य भन्ने बित्तिकै मनको हाम्रो के हुन्छ त, सोचाइ हुन्छ, ठिक छ होइन, त्यसपछि भावनाहरू हुन्छ होइन, अनि त्यो सोचाइ भावना चाहिँ हाम्रो व्यवहारमा के हुन्छ, रिफ्लेक्ट हुन्छ है। हो, त्यो हिसाबले चाहिँ हजुरको यदि व्यक्तिको मन स्वस्थ छ होइन, मनमा चाहिँ कुनै खालको पीडाहरू छैन होइन, उसको भावनाहरू एकदम तपाईँको चाहिँ सामान्य छ होइन, सामान्य अवस्थामा हामी कस्तो जुन हिसाबले व्यवहार गर्छौँ नि, जुन खालको चाहिँ भावना हुन्छ, त्यो खालको छ भने चाहिँ उसको मन स्वस्थ छ भनेर बुझ्न सकिन्छ है। विशेष गरी हजुरको चाहिँ मानसिक स्वास्थ्यको कुरा गरिराख्दाखेरिमा चाहिँ अब यो मानसिक स्वास्थ्यलाई चाहिँ छुट्टै हेर्नुभन्दा पनि यो चाहिँ स्वास्थ्यको एउटा महत्त्वपूर्ण पार्ट हो भनेर चाहिँ बुझ्दा अझ राम्रो हुन्छ जस्तो मलाई लाग्छ। मानसिक र शारीरिक बीचको सम्बन्ध हजुर होइन, हजुर कस्तो हुन्छ जगन्नाथ सर? हजुर, यसमा चाहिँ यस्तो छ सर, हजुरको भनौँ न, तपाईँ चाहिँ यदि स्वस्थ हुनुहुन्छ, मानसिक रूपमा स्वस्थ हुनुहुन्छ भने चाहिँ तपाईँको शारीरिक स्वस्थता पनि एउटा अप्टिमम लेभलमा हुन्छ होइन। भनाइको मतलब कस्तो भने तपाईँको यदि तपाईँलाई स्ट्रेस भयो भने तपाईँलाई के हुनसक्छ त भन्दा शरीरमा विभिन्न रियाक्सन देखिन सक्छ नि त होइन। तपाईँको चाहिँ पेट दुख्नेदेखि लिएर होइन, टाउको दुख्ने लिएर होइन, रिँटा लाग्ने, यो विभिन्न खालका चाहिँ तपाईँको शरीरमा चाहिँ सिम्टम देखिन्छ भनौँ न। भनेर यो शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य चाहिँ एकअर्कासँग अन्तर सम्बन्धित छन्। जस्तो कि टाउको दुख्यो, पेट दुख्यो, अन्य भागहरूमा कुनै समस्या भयो भनेदेखि यो त शारीरिक समस्या भनेर त हामीले त सामान्य त्यसरी बुझ्छौँ नि त जगन्नाथ। हो
अब यसमा यस्तो छ हजुरको जस्तो कि के हुन्छ भन्दा चाहिँ कति मानसिक स्वास्थ्य समस्या भएको बिरामीहरूमा चाहिँ तपाईँको मानसिक स्वास्थ्य समस्या चाहिँ शारीरिक लक्षणहरूमा देखिन्छ है। उहाँहरू हस्पिटल जानुहुन्छ, त्यहाँ गएर चाहिँ उहाँहरूको एक्जामिनेसन गर्नुहुन्छ डक्टरले होइन, तर देख्दा उहाँहरूको शरीरमा केही पनि रोग देखिँदैन, तर उहाँले चाहिँ स्टिल के भन्नुहुन्छ भने मेरो ढाड दुख्यो, पेट दुख्यो, केही भएको छैन, तर त्यहाँ कम्प्लेन उहाँहरूले त्यो गरिरहनु भएको हुन्छ। तर तपाईँको उहाँले डक्टरले चेकअप गर्दाखेरिमा चाहिँ उहाँको त्यस्तो कुनै खालको चाहिँ समस्या भेटिँदैन। भनेपछि के बुझ्नु पऱ्यो भन्दा चाहिँ मानसिक स्वास्थ्य समस्याहरू चाहिँ कहिले कहिले के हुन्छ शारीरिक लक्षणको रूपमा चाहिँ हाम्रो शरीरबाट चाहिँ देखिरहेको हुन्छ होइन। तपाईँको चाहिँ पेट ग्यास्ट्रिक समस्याहरू हुने, पाचन प्रणाली कमजोर हुने होइन, तपाईँको चाहिँ रिङटा लाग्ने, पेट दुख्ने होइन, जिउ झमझम गर्ने, पोल्ने, भतभत, यी विभिन्न खालका लक्षण भनेको चाहिँ मानसिक स्वास्थ्य समस्याको लक्षणहरू हुन्। अब मानसिक स्वास्थ्य महत्त्वपूर्ण कि शारीरिक भन्यो भने त यो अलिकति आपसमा इन्टर रिलेटेड सम्बन्धित कुराहरू नै होला, अलिकति अप्ठ्यारो कुरा होला। तैपनि खास गरी मानसिक स्वास्थ्यलाई किन शारीरिक स्वास्थ्य जस्तै महत्त्व दिनुपर्छ, किन महत्त्वपूर्ण हुन्छ भन्ने प्रश्न त राख्दा ठिकै होला। एकदमै सर, एकदमै एकदमै यो जायज प्रश्न पनि हो। यसलाई चाहिँ मानसिक स्वास्थ्यलाई एकदमै बुझाउनु जरुरी पनि छ होइन। कस्तो रहन्छ भन्दा चाहिँ अलिकति हजुरलाई स्वास्थ्यको चाहिँ परिभाषाबाट बुझ्ने हो भने पनि विश्व स्वास्थ्य सङ्गठनले चाहिँ के भन्छ भने स्वास्थ्य भन्ने बित्तिकै शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्यको गतिशील अवस्था भन्छ क्या। भनेको एउटा व्यक्ति स्वस्थ रहनको लागि चाहिँ शारीरिक स्वास्थ्य मात्र भएर पूर्ण भएन क्या। एउटा कम्प्लिट स्वास्थ्य हुनको लागि चाहिँ यो चाँडै कुराहरू चाहिँ मा चाहिँ स्वास्थ्यता हुनु पर्यो होइन। हजुरको शारीरिक रूपमा स्वस्थ हुनुहुन्छ, त्यसपछि सामाजिक रूपमा पनि स्वस्थता हुनु पर्यो, भनेपछि तपाईँको सम्बन्धहरू राम्रो हुनु पर्यो भन्ने कुराहरू हुनु पर्यो होइन। सो त्यसपछि हजुरको आध्यात्मिक भन्छ, त्यो भनेको चाहिँ व्यक्तिले आफ्नो एउटा चाहिँ आफ्नो भन्दा अरूको लागि पनि सोच्ने कुराहरू, अरूको योगदान भलाइको लागि काम गर्ने कुराहरू। त्यसो भए जगन्नाथ पौडेलज्यू, खास गरी केही दिन अगाडि मात्रै हामीले मानसिक स्वास्थ्य दिवस, यो संसारभरि नै विश्व मानसिक स्वास्थ्य दिवस मनायौँ। यसको अर्थ के, किन मनाउने? यसमा चाहिँ यस्तो छ हजुरको मानसिक स्वास्थ्य दिवस किन मनाउने भनिराख्दाखेरिमा चाहिँ यसको महत्त्व, यो महत्त्वलाई दर्शाउनलाई भनौँ न, जसरी शारीरिक स्वास्थ्यलाई चाहिँ हामी महत्त्वको साथ चाहिँ तपाईँको ख्याल गर्छौँ नि, त्यसै हिसाबले चाहिँ मानसिक स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ भन्ने एउटा चाहिँ रिमाइन्डर, त्यो चाहिँ एउटा मान्छेलाई चाहिँ त्यो एक खालको रियलाइजेसन होस् न होइन। जसरी शारीरिक स्वास्थ्यलाई हामी एकदम महत्त्व दिएर चाहिँ हाम्रो ख्याल गरिरहेका हुन्छौँ होइन। सानो किन समस्या भयो भने हामी चेकअप गराउन जान्छौँ होइन। तपाईँको चाहिँ प्रेसर बढ्यो अथवा सुगर बढ्यो होइन, अरू तपाईँको चाहिँ शारीरिक स्वास्थ्य समस्या देखियो, दमको समस्या देखियो होइन, मुटुको समस्या, हामी तुरन्त गएर हाम्रो देशमा गएर जजाउँलाई कुनै हिचकिचाहट हुँदैन। तर यहाँनिर मानसिक स्वास्थ्य समस्या भन्ने बित्तिकै ठ्याक्कै हाम्रो चाहिँ अलिकति एलियन टर्म हो कि जस्तो पनि लाग्छ कहिले कहिले होइन। अलिकति फरक हिसाबले सोचिहाल्नु पर्ने, ओहो अब चाहिँ एकदमै बर्बादै हुने हो कि होइन, केही नै गर्न नसक्ने हो कि, मेरो जीवनै सक्यो कि भन्ने खालको चाहिँ त्यो आम मानसिकता अझै पनि व्याप्त छ नि त। त्यही भएर यसलाई चाहिँ मानसिक स्वास्थ्य पनि एउटा शारीरिक स्वास्थ्य सामान्य चाहिँ स्वास्थ्य समस्या हो। अथवा समाजले पनि प्रयोग गर्ने विभिन्न शब्दहरू छन् नि, जसरी मानसिक रोगीहरूलाई अब यहाँ भन्न कति उपयुक्त हुन्छ, अर्ध भनिने, पागल भनिने, त्यस्ता शब्दहरू छन् नि, ती शब्दहरूले पनि झन् रोगीलाई त झन् पीडा पार्छ हो। अब यहाँनिर त्यही कुराहरू अहिले पछि पनि हामी त्यसमा जोडिन्छौँ। विशेष गरी चाहिँ अहिले मैले जोड्न खोजेको चाहिँ हजुरले यसलाई किन मनाउनु पर्छ भन्ने सन्दर्भमा चाहिँ विशेष गरी यो मानसिक स्वास्थ्य भनेको चाहिँ एकदमै इम्पोर्टेन्ट छ होइन। यसले चाहिँ तपाईँको कस्तो भने तपाईँ एउटा उत्पादनशील भएर काम गर्नको लागि चाहिँ तपाईँ शारीरिक र मानसिक दुवै रूपमा स्वस्थ हुनु पर्यो होइन, अनि मात्र तपाईँको चाहिँ तपाईँले उत्पादनशील भएर काम गर्न सक्नुहुन्छ। यो मानसिक रोगीहरूको चरण भनौँ या त यसको सङ्ख्याको हिसाबले चाहिँ नि के विकसित र अल्प विकसित, नेपाल जस्तै अल्प विकसित राष्ट्रहरूको अवस्था उस्तै छ कि फरक फरक देखिन्छ? यस्तो छ, यो चाहिँ मानसिक स्वास्थ्यको कुरा गरिरहेकोमा चाहिँ हाम्रो विकासशील मुलुकमा चाहिँ बढी देखिन्छ मानसिक स्वास्थ्य समस्याको रोगीहरू। यद्यपि अब यो समस्याहरू विकसित देशमा पनि उत्तिकै नै छ होइन। र त्यो भएर चाहिँ अब हाम्रो जस्तो मुलुकमा चाहिँ तपाईँको यो विभिन्न सामाजिक कारणहरू होइन, सामाजिक, आर्थिक र सांस्कृतिक कारणले चाहिँ बढी मानसिक समस्याहरू चाहिँ देखा परेको देखिन्छ। सामाजिक, आर्थिक र तपाईँको सांस्कृतिक
सांस्कृतिक कारण कसरी? सांस्कृतिक कारण तपाईँको चाहिँ जुन हाम्रो मूल्य मान्यता भनौँ न, विशेष गरी चाहिँ मैले सांस्कृतिक भन्दाखेरिमा चाहिँ मूल्य मान्यताहरू जुन खालको चाहिँ हाम्रो चाहिँ धारणाहरू छ होइन, तपाईँको विभिन्न खालको चाहिँ तपाईँको सामाजिक मान्यताहरू, छाउका प्रथाहरू, केही स्यामानिजम पनि भनौँ त्यसलाई, धामी झाँक्री प्रथाहरू, अनि यी विभिन्न तपाईँको चाहिँ मूल्य मान्यताहरूले पनि कता कता चाहिँ हुन्छ नि मान्छेहरूलाई चाहिँ मानसिक स्वास्थ्य हुनुबाट चाहिँ अलिकति रोकिरहेको जस्तो चाहिँ मनोविद जगन्नाथ पौडेलज्यू, खास गरी मानसिक स्वास्थ्य कायम राख्नका लागि पछिल्लो क्रममा मनोसामाजिक परामर्श दिने चलन बढिराखेको छ विभिन्न स्थानीय पालिकाहरूमा, त्यसै गरी प्रदेशका विभिन्न अस्पतालहरूमा पनि अहिले मनोसामाजिक परामर्शदातादेखि लिएर डाक्टर साहबहरू नियुक्त भएर हामी देख्छौँ। त हामीले मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएको अवस्थामा मात्र मनोसामाजिक परामर्श लिने हो कि यो सम्पूर्ण समाजको लागि अथवा हुन सक्ने सम्भाव्यता भएका व्यक्तिहरूलाई पनि आवश्यक पर्छ त? यसलाई यसरी बुझ्दा चाहिँ राम्रो होला जस्तो लाग्छ मलाई। मनोसामाजिक परामर्श भन्नाले चाहिँ यो विशेष गरी मानसिक स्वास्थ्य समस्या अलिकति गम्भीर खालको मानसिक स्वास्थ्य समस्या भएपछि लिने भन्दा पनि तपाईँको जीवनमा हामी चाहिँ आफ्नो दैनिक जीवनमा अगाडि बढ्दै गर्दाखेरिमा हामीले जुन चुनौतीहरू भोग्छौँ नि, चुनौतीहरू भोगिराख्दाखेरिमा चाहिँ कहिलेकाहीँ के हुन्छ नि अप्ठ्यारो सिचुएसनहरू आइदिन्छ है, सबैकोमा अप्स एन्ड डाउन आउँछ। एकदमै लाइफको अप्स एन्ड डाउन्समा चाहिँ तपाईँलाई सुनिदिने व्यक्ति, तपाईँको कुरा बुझिदिने व्यक्ति चाहिँ तपाईँलाई चाहिँदो रहेछ क्या। यो आरोह अवरोहमा एकदमै जिन्दगीका चरणहरूमा चाहिँ सुनिदिने बुझिदिने एकदमै मान्छे यो खास गरी एन्जाइटी डिप्रेस होइन नैराश्यतामा जान्छ नि जगन्नाथज्यू, खास गरी सुनिदिने मान्छे नभएरै हो। एकदमै एकदमै अब यसो हामीले यसो विचार गरौँ, तपाईँ अथवा म भनौँ अब कोही पनि व्यक्ति होइन एकदमै गाह्रो परिस्थितिमा हुनुहुन्छ होइन, उहाँलाई चाहिँ कुनै तपाईँको चाहिँ सहयोग चाहिरहेको अवस्था छ, त्यति बेला उहाँलाई तपाईँलाई चाहिँ म साथ दिन्छु नि भनेर म छु नि भनिदिने व्यक्ति, एउटा आडर भरोसा दिने व्यक्ति, तपाईँको कुरा म सुनिदिन्छु नि भन्ने व्यक्ति मात्र भइदिएको अवस्थामा उहाँको त्यो मनको बोझ हल्का भएर जान्छ, या त ट्र्याकै चेन्ज होला होइन, ट्र्याकै चेन्ज बाटो नै परिवर्तन। हजुर, त्यही भएर चाहिँ कस्तो हुन्छ भने अप्ठ्यारो परिस्थितिमा व्यक्तिले के महसुस गर्छ भन्दा चाहिँ म एक्लो रहेछु होइन, मलाई त सहयोग गर्ने कोही पनि छैन कि जस्तो चाहिँ महसुस हुनसक्छ है, सबैलाई नहुनसक्छ तर व्यक्तिहरूलाई हुनसक्छ। तपाईँ हामी पनि जीवनको अप्स एन्ड डाउन्समा जाँदाखेरिमा तनाव महसुस गर्छौँ होइन त। सो त्यो भएर चाहिँ त्यति बेला कोही व्यक्तिले उसको कुराहरू सुनिराख्दाखेरिमा उसलाई चाहिँ त्यहाँ आड दिइराख्दाखेरिमा चाहिँ व्यक्तिको आत्मबल मनोबल बढेर उसले चाहिँ त्यो जुन चुनौतीहरूबाट भाग्न खोजिरहेछ नि त्यसलाई सामना गरेर अगाडि बढ्न सक्ने तपाईँको क्षमता विकास हुन्छ। ठिक छ जगन्नाथ पौडेलज्यू, जस्तो कि यो मान्छेमा खास गरी मानसिक समस्या छ होइन, कुनै न कुनै रूपमा समस्या छ भनेर कसरी पहिचान गर्ने त? यसमा हजुरको यस्तो छ, तपाईँको के छ भन्दा चाहिँ समस्या छ भनेर पहिचान गर्नको लागि चाहिँ पहिला कुरा त हामीले व्यक्तिको तपाईँको व्यवहार होइन, आउटर जुन लुक छ नि त्यो आउटर लुक एकचोटि अब्जर्भेसन गर्छौँ, अवलोकन गरिन्छ। त्यसपछि तपाईँको चाहिँ विभिन्न लक्षणहरू देखिन्छ मानसिक स्वास्थ्य समस्याका, जस्तो कि तपाईँको डराउने आत्तिने होइन, तपाईँको चाहिँ दिक्दारीपना लाग्ने होइन, एक्लै बस्न मन पराउने, आइसोलेटेड भएर बस्ने होइन, आफ्नो सुताइमा समस्याहरू आउने, निन्द्रा नलाग्ने, खानपिनमा समस्याहरू हुने, झर्किने रिसाउने होइन, र तपाईँको चाहिँ कहिले कहिले चाहिँ अलिकति आत्महत्याका सोचाइहरू पनि आउन सक्ने। यस्तो यदि लक्षणहरू कसैले देखिरहेको छ होइन भने चाहिँ त्यहाँनिर हामीले चाहिँ व्यक्तिलाई चाहिँ मानसिक स्वास्थ्य समस्याहरू छ कि भन्ने चाहिँ गर्न सक्छौँ। फेरि अब हजुरको यहाँनिर के हुन्छ भन्दा चाहिँ अब तुरुन्तै तपाईँको कुनै पनि व्यक्तिले एकचोटि सोचाइ आउने बित्तिकै त्यो चाहिँ समस्या हो त, अथवा तपाईँको एकचोटि चाहिँ उसले भात नखाँदैमा होइन, तपाईँको एकचोटि चाहिँ उसले चाहिँ एक दिन चाहिँ उसको निन्द्रा बिग्रिँदैमा, एक रातको निन्द्रा बिग्रिँदैमा उसको समस्या हो त भनेर चाहिँ यहाँनिर चाहिँ हामीले चाहिँ के जान्नुपर्ने हुन्छ भन्दा चाहिँ यदि तपाईँको जुन लक्षणहरू छ नि त्यो लक्षण चाहिँ कम्तीमा 2 हप्तासम्म लगातार त्यस्तै खालको देखिरहेको अवस्थाहरू छ, कम्तीमा 2 हप्ता
कम्तीमा 2 हप्तासम्म चाहिँ यदि व्यक्तिमा चाहिँ ती खालका लक्षणहरू परिवर्तन जुन देखिरहेको छ त्यति 2 हप्तासम्म रहिरहेको छ भने चाहिँ त्यहाँनिर चाहिँ मानसिक स्वास्थ्य समस्याहरू छ भनेर चाहिँ हामीले बुझ्न सक्छौँ। त्यो चाहिँ बिचमा हराउन सक्छ कि या त फेरि त्यो अलिकति क्रोनिक भनौँ अथवा अलि लामो समयसम्म गइरहेको छ कि के हुन्छ जगन्नाथज्यू? यस्तो रहन्छ। अब हजुरको यदि व्यक्तिमा चाहिँ भनौँ न 2 हप्तासम्म चाहिँ जुन परिवर्तन देखिएको छ त्यो चाहिँ 2 हप्तापछि अब कसैलाई कस्तो हुन्छ भने समस्याहरू 1-2 जस्तो कुनै पनि तनावले सामना गर्नुभयो, त्यो तनावले गर्दा उहाँलाई 1 अथवा 2 दिन नलाग्ला होइन, कुनै काम गरिराखेको छ नि हामी, त्यो च्यालेन्ज चाहिँ उहाँले पार गर्नुपर्ने रहेछ। त्यसले गर्दा चाहिँ उहाँलाई चाहिँ एक खालको स्ट्रेस भइरहेको छ, 1 दिन 2 दिन 3 दिनसम्म रहन सक्ला, तर त्यसपछि त्यो आफै सबसाइड हुन्छ नेचुरली भनौँ न। ठिक छ। तर यदि त्यो अवस्थामा चाहिँ नेचुरली सबसाइड नभएर चाहिँ यदि प्रोलङ अवस्थामा पुग्यो, तपाईँलाई 2 हप्तासम्म भन्दा पछि पनि निद्रा नलाग्ने समस्याहरू भइरहेको छ, तपाईँको चाहिँ खानपानमा एकदम समस्या भइरहेको छ भने चाहिँ अब त्यहाँनिर उहाँलाई मानसिक स्वास्थ्य समस्या भयो भनेर हामीले बुझ्न सक्छौँ। अझै पनि तपाईँको नकारात्मक पनि पाइन्छ। अझै पनि तपाईँको चाहिँ तपाईँले गाउँ समाजमा दूरदराजमा जानुभयो भने तपाईँको चाहिँ मानसिक स्वास्थ्य समस्या हुँदाखेरि मान्छेले धामी झाँक्री लगाइरहेको छ है। अझै पनि तपाईँको चाहिँ यो त यो समस्या भएपछि त यसको जीवन सकियो, यसले केही गरी खान सक्दैन भनेर मान्छेले त्यो हिसाबले चाहिँ दृष्टिकोण बनाइराखेको छ। र मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिहरूलाई चाहिँ आफ्नो समस्या अरूलाई भन्नु हुँदैन भनेर त्यो खालको चाहिँ व्यक्तिहरूले चाहिँ गरिरहेको छ। स्वयं व्यक्तिलाई पनि के भइरहेको छ भन्दा चाहिँ ओहो मलाई चाहिँ यस्तो समस्या भयो, अब चाहिँ मेरो जीवन सकियो, खत्तम भयो भन्ने उसलाई पनि लागिरहेको छ। त्यो के कारणले भइरहेछ भन्दा चाहिँ समाजमा जुन खालको चाहिँ हाम्रो चाहिँ एउटा मानसिकता रह्यो नि पहिलेदेखिको, जुन खालको चाहिँ संस्कृति एउटा चाहिँ मानसिक स्वास्थ्यप्रति दृष्टिकोण हामीले बोकेर आयौँ नि, त्यो दृष्टिकोणले गर्दा चाहिँ आजसम्म पनि मानिसहरूलाई चाहिँ मानसिक स्वास्थ्यको बारेमा खुलेर कुरा गर्न गाह्रो छ। त्यसो त यो मानसिक स्वास्थ्यको कुराकानी छलफल गहन रूपमा भएको त्यति धेरै लामो भएको छैन। हजुर, अब हजुरले यसमा भनिराख्दामा चाहिँ अझै पनि तपाईँको चाहिँ के छ भन्दा अलिकति यो मानसिक स्वास्थ्यको बारेमा चाहिँ समाजमा व्याप्त दृष्टिकोण भनौँ न कस्तो छ भन्दा चाहिँ मानसिक स्वास्थ्य समस्या चाहिँ एकदम कमजोर आत्मबल भएको मान्छेलाई लाग्छ होइन, अलिकति गरिब व्यक्तिलाई मात्र लाग्छ होइन, गरिब आर्थिक अवस्था कमजोर भएको व्यक्तिलाई लाग्छ भन्ने खालको चाहिँ त्यो मानसिकताहरू छ। तर त्यो सत्य के होइन जगन्नाथ? हजुर, अब त्यो सत्य त होइन है। हजुरको के छ भन्दा चाहिँ मानसिक स्वास्थ्य समस्या जो कोहीलाई जुनसुकै तह तबकाको व्यक्तिलाई जुनसुकै समयकालमा तपाईँको देखिन सक्छ। र अर्को कुरा चाहिँ मानसिक स्वास्थ्य समस्या भएर चाहिँ व्यक्तिले केही पनि गर्न सक्दैन भन्ने जुन खालको भाष्य छ त्यो भाष्य पनि गलत छ। कुनै व्यक्ति, मैले एउटा उदाहरणको रूपमा लिएँ जगन्नाथज्यू, जिउनका लागि हाम्रो परिवारको त्यसै गरी समाजको कस्तो भूमिका रहन्छ त? त्यसो भए विशेष गरी मैले मेरो काम गराएको अनुभवले र मैले देखेको आधारमा पनि कुरा गर्ने हो भने चाहिँ मानसिक स्वास्थ्य तपाईँको चाहिँ कायम गर्नको लागि सबभन्दा ठुलो भूमिका भनेको परिवारकै रहन्छ है। जबसम्म परिवारले चाहिँ मानसिक स्वास्थ्य समस्या भएको आफ्नो परिवारको सदस्यलाई स्वीकार गर्नुहुन्न तबसम्म त्यो समस्या कहिले पनि ठिक हुँदैन है। यहाँनिर कुरा के छ भन्दा चाहिँ हाम्रो समुदायमा तपाईँको चाहिँ मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिलाई स्वीकार्ने चलन एकदम कम छ है। समस्या भएको छ त्यसलाई चाहिँ हामी सहयोग गर्छौँ भन्ने खालको छैन, स्वीकार्यता छैन। त्यो व्यक्तिलाई चाहिँ जब मानसिक स्वास्थ्य समस्या भयो त उसलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भइदिन्छ, दुर्व्यवहारहरू सुरु हुन्छ, तपाईँको लान्छना र विभेदहरू सुरु हुन्छ होइन। त्यही भएर यदि परिवारले पनि त्यो खालको व्यवहार नदेखाएको खण्डमा चाहिँ व्यक्तिलाई के हुन्छ त भन्दा चाहिँ आफ्नो भन्ने व्यक्ति पनि रहँदैन, उसलाई चाहिँ त्यो इमोसनल सपोर्ट पनि नभएको अवस्थामा चाहिँ मानसिक स्वास्थ्य समस्या भइसकेको व्यक्तिलाई चाहिँ निको हुन निकै गाह्रो हुन्छ। त्यही भएर परिवारले गर्न सक्ने के भन्दा चाहिँ यदि व्यक्तिलाई मानसिक स्वास्थ्य समस्या भइसकेको छ भने चाहिँ ठिक छ, तिमीलाई समस्या भएछ तर हामी तिमीलाई चाहिँ तिम्रो साथमा छौँ, यो समस्या अरू शारीरिक समस्या जस्तै हो, यो पनि एउटा सर्टेन टाइमसम्म औषधि खाएर परामर्श गरेर चाहिँ ठिक हुन्छ। यसलाई साझा समस्याको रूपमा लिएर चाहिँ परिवारले चाहिँ एकदमै सपोर्ट, माया र सपोर्ट गरियो भने चाहिँ यो समस्या तपाईँको चाहिँ चाँडो निको भएर व्यक्ति चाहिँ फेरि पहिला जस्तै सामान्य रूपले चाहिँ
आफ्नो दैनिकी गरेर एउटा समुदायमा योगदान दिन सक्छ। र हजुरको कस्तो भने समुदायमा पनि यदि व्यक्तिमा त्यस्तो खालको समस्याहरू छ भने चाहिँ उहाँहरूलाई सपोर्ट गर्ने, सहयोग गर्ने, होइन, के कस्तो आवश्यक सहयोग पर्छ त्यो गर्ने, होइन, उहाँलाई चाहिँ विभिन्न खालको चाहिँ मनोरञ्जन क्रियाकलापमा प्रेरित गर्ने, विशेष गरी मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिलाई चाहिँ हौसला दिने, प्रेरणाहरू दिने, त्यो खालको व्यवहार चाहिँ हाम्रो परिवार र समुदायले देखाउन सक्यो, उहाँहरूप्रति सकारात्मक रूपले चाहिँ व्यवहार देखाउन सक्यो भने चाहिँ मात्र तपाईँको चाहिँ यो समस्या चाहिँ बाट व्यक्ति मुक्त हुनसक्छ। त्यो भएको हुनाले जबसम्म परिवार समुदायको चाहिँ मानसिक स्वास्थ्यप्रतिको दृष्टिकोण जुन छ त्यो सकारात्मक बन्दैन तबसम्म चाहिँ मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिहरूलाई पनि एकदमै चुनौती र एउटा देशलाई पनि यो मानसिक स्वास्थ्य समस्या तपाईँको न्यूनीकरण गर्ने चुनौती रहन्छ। जस्तो कि मनोपरामर्शकै क्रममा विभिन्न जिल्लाहरू विभिन्न ठाउँहरू पुग्नुभयो, अब तपाईँले के पाउनुभयो मनोपरामर्शकै क्रममा, मानसिक समस्याकै बिरामीहरूलाई भेट्ने क्रममा केही भ्रमहरू पाउनुभयो होला, यथार्थहरू भेट्नुभयो होला, तपाईँको अनुभव सुनाइदिनु न। विशेष गरी अब मैले जुन ठाउँहरूमा चाहिँ काम गरेँ, होइन, काम गर्ने क्रममा चाहिँ अहिलेको कन्टेक्स्टमा अझै पनि मैले चाहिँ कस्तो देखाएको छु भने मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिलाई थुनेर राखेको, होइन, साङ्लाले बाँधेर राखेको त्यस्तो उदाहरणहरू अझै पनि मैले देखेको छु, होइन। र साथसाथै त्यस्तो पनि छ र अर्को पक्षमा तपाईँको चाहिँ मैले यथार्थ कुरा गरेँ, अनि रियालिटी मतलब एउटा नकारात्मक भए पनि अब यसलाई चाहिँ अलिकति यो वास्तविकता है भन्न खोजेँ, तर अर्को पक्षमा सकारात्मक पक्ष पनि छ, है। व्यक्तिहरू चाहिँ मानसिक स्वास्थ्य समस्याको बारेमा खुलेर अहिले चाहिँ व्यक्त गर्न सक्ने भएको छन्, है। त्यो भनेको चाहिँ अहिले जुन हिसाबले चाहिँ एउटा मानसिक स्वास्थ्यलाई अलिकति महत्त्व दिएर सरकारले पनि कामहरू गरिरहेको अवस्थाहरू छ, होइन। विभिन्न तपाईँको चाहिँ सरकारी गैर सरकारी संस्थाहरूले, होइन, एनजिओज आइएनजिओजहरूले पनि विभिन्न ठाउँमा चाहिँ आफ्नो भूमिकाहरू निभाउनु भएको छ। त्यसले गर्दा पनि अलिकति मानसिक स्वास्थ्यप्रति हामी अलिकति बढी सचेत भइरहेका छौँ र त्यही हिसाबले बिस्तारै चाहिँ एउटा तपाईँको नीति निर्माणमा पनि अलिकति मानसिक स्वास्थ्यको विभिन्न खालका चाहिँ नीति निर्माणहरू भएका छन्, होइन, नीति र रणनीतिहरू बनेका छन्। सो त्यो भएर चाहिँ अहिले चाहिँ अलिकति समुदायमा चाहिँ मानिसहरू मानसिक स्वास्थ्य बारेमा अलिकति सचेत भएको अवस्थाहरू छ। हजुर, यसलाई अलिकति सकारात्मक रूपले हामीले हेर्दाखेरिमा जगन्नाथ पौडेलज्यू, खास गरी मानसिक समस्या भएका व्यक्तिहरूलाई घरमा बाँधेर राख्ने, थुनेर राख्ने, होइन, एक खालको खुट्टाहरू भित्र हालेर राख्ने, के ठेड्का के भनिन्थ्यो, होइन, त्यस्तोमा पनि हालेर राख्ने, जब कि ऊ चाहिँ बाहिर जान नपाओस्, कुनै घटना नघटोस्, अरूसँग अरूलाई दुःख नदेओस् अथवा अरूले नदेखोस् भन्ने चाहना पनि होला। उहाँहरूको हिसाबले त ठिकै पनि देखियो र उपचार गर्ने ठाउँहरूको पनि एक खालको अभाव त विगतमा थियो, यद्यपि त्यो छ, अझै पनि छ। हजुर हजुर, तपाईँले स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसँगै सम्बन्धित रहेर यो सेवा प्रदान गरिराख्नु भएको अवस्थामा चाहिँ स्वास्थ्यसँग सम्बन्धित ती स्टेक होल्डर निकायहरूलाई तपाईँको पनि अनुरोध छ होला नि, होइन र? हजुर, अब यसमा मैले के भन्न चाहेँ भन्दा सरकारको कदम पक्कै पनि पहिलेको भन्दा निकै नै उहाँहरूले चाहिँ सराहनीय कामहरू गरिरहनु भएको छ, होइन। विभिन्न तपाईँको चाहिँ मानसिक स्वास्थ्यको तपाईँको विभिन्न पालिकाहरूमा चाहिँ कार्यक्रमहरू भइरहेको छ, होइन। विभिन्न चाहिँ पालिकाहरूले चाहिँ मानसिक स्वास्थ्य रणनीतिहरू कार्यान्वयन गरिरहनु भएको छ, होइन। त्यो हिसाबले जुन समुदाय स्तरमा चाहिँ मानसिक स्वास्थ्यको एउटा जनचेतना चाहिँ पुगेको देखिन्छ, है। विशेष गरी चाहिँ मैले चाहिँ यो गण्डकी प्रदेशको सन्दर्भमा भने, होइन, अरू प्रदेशमा त म त्यति घुम्नु पनि पाएको छैन। मैले विशेष गरी गण्डकी प्रदेशमै काम गरेको हुनाले गण्डकी प्रदेशकै कन्टेक्स्टमा भन्ने भने चाहिँ आम मानिसमा मानसिक स्वास्थ्यप्रतिको धारणा पनि अहिले बिस्तारै परिवर्तन हुँदै गइरहेको छ र त्यसपछि हजुरको चाहिँ सेवाहरू पनि पहिलेको तुलनामा अलिकति सहज हिसाबले उपलब्ध हुन थालेको पनि छ, होइन। र यद्यपि त्यो हुँदै गर्दाखेरि पनि जुन हिसाबले चाहिँ सेवा विस्तार हुनुपर्ने त्यो हिसाबले चाहिँ भएको पाइँदैन, है। तपाईँको जुन हिसाबको जनशक्ति मानसिक स्वास्थ्यलाई चाहिन्छ त्यो चाहिँ एकदमै न्यून छ अझै पनि, है। मनोसामाजिक परामर्शकर्ताकै कुरा गर्नुहुन्छ भने अहिले सामी कार्यक्रमकै माध्यमबाट चाहिँ हामीसँग परामर्शकर्ताहरू हुनुहुन्छ विभिन्न ठाउँमा, यद्यपि त्यो पनि एउटा सफिसियन्ट मात्रामा छैन, होइन। एउटा परामर्शकर्ताले एउटा पालिकामा काम गर्नु चुनौतीपूर्ण नै छ, है। अब सरकारले चाहिँ मनोसामाजिक परामर्शकर्ता अथवा मनोसामाजिक परामर्शलाई चाहिँ एकदमै यसलाई चाहिँ प्राथमिकता राखेर अगाडि बढाउने हो भने चाहिँ विद्यालयमा पनि यो जरुरी छ, ठिक छ, होइन।
त्यसपछि लगाएर तपाईँको हस्पिटल सेटिङमा नि यो मानसिक स्वास्थ्य तपाईँको मनोविद अथवा चाहिँ परामर्शकर्ता राख्नुपर्ने देखिन्छ। सँगसँगै तपाईँको चाहिँ अहिले जुन तपाईँको चाहिँ वर्क स्ट्रेस, वर्क प्लेसमा नि अहिले विभिन्न खालको स्ट्रेसहरू छ होइन, अफिसहरूको एकदमै है तपाईँको चाहिँ एकदमै लामो समयसम्म काम 9 to 5 काम गर्नु पर्दाखेरिमा चाहिँ एकदमै वर्कलोड बढी भएर बर्नआउटको समस्या एकदमै बढी देखिन्छ। सो कर्पोरेट सेक्टरमा पनि तपाईँको चाहिँ यो खालको चाहिँ व्यवस्थाहरू हुनुपर्छ भन्ने चाहिँ मेरो बुझाइ छ होइन। त्यो हिसाबले चाहिँ जुन खालको जनशक्ति चाहिँ हामीलाई चाहिने छ त्यो चाहिँ अपुग्दै छ। तर यद्यपि सरकारले चालेका जुन खालको कदमहरू छ त्यो चाहिँ हामीले चाहिँ सकारात्मक मान्नुपर्छ। यो गण्डकी प्रदेशको हकमा नि सर अब यो मानसिक स्वास्थ्य सेवाको अवस्था सन्तोषजनक छ, दयनीय छ, ठिकै छ अथवा के लाग्छ? हजुर मैले यसमा चाहिँ के छ भने तपाईँको ओभरअल पिक्चर त मैले दिन सक्दिनँ यसको बारेमा होइन। म पनि अब त्यो ठ्याक्कै सबै विश्लेषण गर्नु पाएको छैन होइन। म भर्खरै सबै पालिकामा त्यो सेवा पनि छैन। म भर्खरै चाहिँ 5 महिना भयो होइन यतातिर आएको होइन। त्यो हिसाबले मलाई गण्डकी प्रदेशको होल पिक्चर त थाहा छैन। तर जुन जुन ठाउँमा मैले चाहिँ काम गर्ने मौका पाएको छु, जुन जुन पालिकासम्म म पुग्न पाएको छु, त्यो पालिकाहरूमा चाहिँ सन्तोषजनक चाहिँ मान्छु म। डेटामा देख्दा चाहिँ मानसिक स्वास्थ्य समस्या अझ बढे होइन अथवा आत्महत्या घटना बढे भन्छौँ नि हामी। त्यो चाहिँ के हो भन्दाखेरिमा चाहिँ मानसिक स्वास्थ्य समस्याको लागि सर्भिस सिक गर्ने मान्छे बढे भनौँ न। त्यो लुकेर बसेका व्यक्तिहरू अब खुलेर आउन थाले। अब डेटामा देखिन थाले, पहिला डेटामा देखिँदैन थियो। अब यो कार्यक्रम उत्पादनकै क्रममा हामी गण्डकी प्रदेशका सबै जिल्लामा पुग्यौँ र अलिकति दूरदराजसँगै विकसित पनि भनिने पालिकाहरूबाट आउने एउटा समस्या भनेको चाहिँ नि मानसिक समस्या निकै छ, मानसिक समस्या अलिक बढी छ भनेर हामीसँग पनि जनगुनासो आइपुग्यो सर। अब यो मानसिक स्वास्थ्य अवस्थालाई कायम राखिराख्नका लागि चाहिँ नि खास गरी आफैलाई स्याहार गर्नुपर्छ, सेल्फ रेस्पेक्ट चाहियो, सेल्फ केयर चाहियो भन्ने पनि सुनिन्छ। अब यो सो हेरचाह चाहिँ के हो, यो किन महत्त्वपूर्ण छ, यतातिर पनि अलिकति ध्यान दिउँ क्यारे, व्यक्ति केन्द्रितमा पनि जाउँ एकचोटि। हजुर एकदमै यो एकदमै प्रश्न महत्त्वपूर्ण सान्दर्भिक छ अहिले कन्टेक्स्टमा है। विशेष गरी चाहिँ कस्तो हुन्छ भने हामीले प्रायः जस्तो के हुन्छ भने हामी दैनिक आफ्नो काममा यति व्यस्त हुन्छौँ कि हामीले आफ्नो लागि टाइम निकाल्न पाउँदैनौँ है। जब हामी चाहिँ भनौँ न एउटा चाहिँ उमेर बढ्दै जान्छ, जिम्मेवारी पनि बढ्दै जान्छ होइन। त्यो जिम्मेवारी बढ्दै जाँदाखेरिमा चाहिँ हामीले आफूलाई बिर्सिन्छौँ, आफूलाई माया गर्न बिर्सिन्छौँ क्या। त्यहाँनिर त्यो कुराहरू चाहिँ एकदमै ल्याकिङ हुँदै जान्छ। परिवारको जिम्मेवारी होइन, त्यसपछि आफ्नो कमाउनु पर्ने जिम्मेवारी छ, अरू विभिन्न जिम्मेवारीले हामीलाई यति पेल्छ कि हामीले आफ्नो लागि समय निकाल्नै पाउँदैनौँ। अनि आफूलाई के मनपर्छ, के गर्दा चाहिँ आफ्नो मन खुसी हुन्छ भन्ने कुराहरू हामी तपाईँको चाहिँ बिस्तारै बिर्सिँदै जान्छौँ। त्यही भएर चाहिँ तपाईँको के छ भन्दा चाहिँ यो सो हेरचाह भनेको चाहिँ तपाईँको आफूले आफ्नो लागि चाहिँ ख्याल गर्नु हो, आफैले आफ्नो ख्याल गर्नु होइन, आफ्नो चाहिँ मनको भावनाहरूलाई चाहिँ विचार गर्नु, कुण्ठित नदिनु, आफ्नो मनका भावनाहरूलाई चाहिँ बाँड्नु, साझा गर्नु, अरू आफूलाई मन मिल्ने व्यक्तिसँग साझा गर्नु होइन। तपाईँको चाहिँ कम्तीमा पनि दिनमा चाहिँ तपाईँको केही समय निकालेर चाहिँ आफूलाई मनपर्ने क्रियाकलापहरू गर्नु होइन, नेचरसँग तपाईँको रमाउनु, गीत सङ्गीतहरू सुन्नु होइन, योगाहरू गर्नु, तपाईँको चाहिँ अहिले जुन एकदमै चलेको जुन माइन्डफुलनेस भन्छ होइन, मेडिटेसन, जुन माइन्डफुल मेडिटेसन, त्यो भनेको चाहिँ हामी अहिलेको जे अवस्था छ वर्तमान समयमा रमाउने भन्छ क्या। त्यो भयो भने चाहिँ हामी यो प्रायः जसो चाहिँ हामी के हुन्छौँ भन्दा चाहिँ कि चाहिँ हामी बितेको कुरामा हाम्रो मन गइराखेको हुन्छ कि चाहिँ तपाईँको भविष्यमा के होला भन्दा चाहिँ चिन्तित भइरहेको हुन्छौँ। वर्तमान अवस्थामा चाहिँ हामीले त्यति इन्जोय गर्न सकिरहेको हुँदैनौँ, केही न केही कुरामा हाम्रो माइन्ड चाहिँ अल्झिरहेको। आजको लागि बाँच्नु पर्यो एकदमै, भोलिप्रति आशावादी बन्नु पर्यो। हजुर, हिजोलाई सम्झेर रुनु भएन। जे जति तपाईँको पास्टमा भयो त्यसबाट हामीले सिक्ने हो, राम्रो कुराहरूलाई दोहोऱ्याउने हो, नराम्रो कुराबाट सिक्ने हो होइन। र भविष्यप्रति चाहिँ आशावादी भएर नै अगाडि बढ्ने हो है। भविष्यले हामी जब आशावादी हुन्छौँ अनि मात्र हामी अगाडि बढ्न सक्छौँ है। त्यही भएर सबभन्दा ठुलो कुरो संसारमा के हो भन्दा चाहिँ तपाईँलाई अगाडि बढ्नु छ भने चाहिँ तपाईँ आशावादी हुनैपर्छ, अप्टिमिजम, होप भन्छ नि। अब गण्डकी प्रदेशकै हकमा कुरा गर्नुहुन्छ भने चाहिँ हामीसँग इच पालिकामा चाहिँ काउन्सिलर हुनुहुन्छ अहिले, सामीको काउन्सिलर हुनुहुन्छ। सबै पालिकामा पुगेको छैन कि? सबै पुगेको छैन। जुन जुन पालिकाहरूमा पुगेको छ त्यहाँ चाहिँ मानव सामाजिक परामर्शकर्ताको सम्पर्क गर्न सकिन्छ होइन।
अरू पनि विभिन्न संस्थाहरू छन्, जस्तो कि तपाईँ कोसिस भन्ने संस्था छ होइन, त्यसपछि टिपिओ भन्ने संस्था छ, कोपिला भन्ने संस्था छ, उनीहरूले पनि मानसिक स्वास्थ्यमा काम गरिरहेका छन् होइन। सो ती संस्थामा पनि तपाईँको चाहिँ मानव सामाजिक परामर्शकर्ताहरू चाहिँ खटिनु भएको छ, उहाँहरूसँग पनि सम्पर्क गरेर काम गर्न सकिन्छ। र मेरो चाहिँ के अनुरोध छ भन्दा चाहिँ मानसिक समस्यालाई चाहिँ हामीले स्वीकार गर्नु पर्यो। पहिलो कुरो चाहिँ व्यक्तिको स्वयं स्वीकार्यता पनि हुन्छ, त्यसपछि समाजले स्वीकार गर्ने कुरा नै हुन्छ। मानसिक स्वास्थ्य चाहिँ एउटा स्वास्थ्य समस्या हो, जसरी अरू शारीरिक समस्या त्यसै समस्या हो, र यसलाई पनि तपाईँको चाहिँ औषधि खाएर परामर्श गरेर चाहिँ ठिक पार्न सकिन्छ भन्ने खालको चाहिँ हामीले त्यो खालको चाहिँ एउटा धारणा विकास गर्नु पर्यो। अब चाहिँ है त्यो खालको चाहिँ विचार हाम्रो जुन दृष्टिकोण छ त्यसलाई चाहिँ परिवर्तन गरेर चाहिँ अगाडि बढ्न सक्यौँ भने होइन, आत्मसात गर्न सक्यो भने चाहिँ पक्कै पनि हामी मानसिक रूपमा स्वस्थ रहन्छौँ। र म के भन्न चाहन्छु अझै भन्दाखेरिमा चाहिँ आफ्नो ख्याल चाहिँ एकदम महत्त्वपूर्ण छ। ठिक छ है, आफूले आफ्नो एकदम ध्यान दिनुपर्छ। र तपाईँलाई कुनै पनि खालको समस्याहरू छ होइन भनेको तपाईँको व्यवहारमा यदि परिवर्तन आइरहेको छ भने चाहिँ सेवा लिन चाहिँ नहिचकिचाउँ होइन। आफ्नो नजिक अथवा सम्पर्कमा को नजिक हुनुहुन्छ अथवा पाएक पर्ने ठाउँमा चाहिँ गएर तपाईँले तुरुन्तै सेवा लिइहाल्नु पर्यो है। यसलाई चाहिँ सामान्य लिएर हामीले चाहिँ अगाडि बढ्न सक्यौँ भने चाहिँ हामी मानसिक रूपमा स्वस्थ हुन सक्छौँ। धन्यवाद छ सर यहाँलाई। सुन्नुभयो, अक्टोबर 10 तारिकमा मनाइएको विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखरामा कार्यरत मनोविद जगन्नाथ पौडेलसँग सहकर्मी गोविन्द थापाले गर्नुभएको स्वास्थ्य संवाद। हौस् त यो भलाकुसारीसँगै गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम हाम्रो स्वास्थ्य सरोकारको हामी अन्त्यमा आइपुगेका छौं। अर्को अङ्कमा स्वास्थ्य सम्बन्धी विविध जानकारीको साथमा भेटौँला। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्त शर्मा साथै रेडियो नेपाल पोखराका सूचना अधिकारी सुरेन्द्र बाबु तिवारीलाई धन्यवाद छ। प्राविधिक मित्र विष्णु लामिछानेसँगै प्रस्तुता गोविन्द थापाको साथमा म शान्ति राणा पनि अर्को श्रृङ्खलासम्मलाई बिदा हुन्छौं। नमस्कार।